हेलो गाइजहरु, म चाहिँ आज कोरियाको फर्ममा काम गर्दैछु। यो चाहिँ हाम्रो कोरियाको फर्म है गाइजहरु। एगदाला बंगुन्जे निम्नी गोलबेरंगम ए मेरो गोलबेडा। यो चाहिँ कोरियाको दक्षिण कोरियाको कुङछुङछ्याङ भन्ने ठाउँमा छु अहिले हामी। 10 लाख कमाउँदैछ नि कोरियामा बसेर। हिजो मात्र आइपुगेको नेपालबाट। हेलो गाइस। ठाउँ ठाउँ छौँ। त्यो भाषा त बुझ्दैन मैले। ए हो, यो त कोरिया भाषाबाट हजुरको नाम के हो भनेको नि। छाङछुङछ्याङ। ल हाम्रो कोरियन भाषा हाङ 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 खाङुङ खाङ हाङ हाङुङ त्यही हो। हेलो हेलो खाङुङ हाङ हाङ। हेलो हेलो गाइज। अब कोरियाको फर्ममा यस्तो हुँदैछ हाम्रो है। किमचुङछ्याङ टिङक्लाक्लु। कोरियन भाषा पनि बोल्न आउँदो रहेछ। कोरियाको फर्ममा यस्तो हुँदैछ हाम्रो आज। यो फर्मको नाम हो एआरजी फर्म है। हिजो आज चोचुङम दिचुङ नचल्दा बाबुहरू। टिङकुली ट्याङ। कोरियाको फर्ममा यसरी हुँदैछ काम। यसरी हुन्छ के भो? व्हाट ह्यापेन? टिङकुली ट्याङ। हुँदैछ काम हाम्रो टमाटम। यस्तो हुनुपर्छ, यसरी हाल्नुपर्छ माटोहरू। यसरी यसरी गरिदिएछ गाइस काम हाम्रो आज। यस्तै हो, गर्नुपर्छ नि होइन काम भनेको। चल म हाल्छु ल, तिमी यहाँ सानो। गाइस हाम्रो चाहिँ आज यस्तो काम हुँदैछ है टनेलामा। यस्तो गिलासले हुँदैछ काम। यस्तो अन्दाज लगाउने अब मैले भने कहाँनिर यहीँ परेछ त यार। म भने मेरो बुढी पर्फेक्ट भइसक्यो गाइस। के गर्ने, यस्तो काममा माहिर होइन। के गर्ने गाइस, म चाहिँ अलि माहिर छैन। यस्तै हो, यस्तो पुरा क्याच्याक क्याच्याक गरेर पल पारिसक्यो। यसरी यतातिर पारिसक्यो हाम्रो पल होइन। यसरी हजार बाउ के बिति चर्किएको चुमचुम।
के गर्ने गाइजहरू एआरजी फर्ममा यस्तो काम गर्नु पर्यो के गर्ने कोरियाको फर्ममा महिनाको तलब कति दिनुहुन्छ महिनाको तलब छ नि नेपाली 4-5 घोडा 4-5 घोडा गाइजहरू अजय लामा एआरजी फर्म हो यो चाहिँ हैन कोरियन प्रविधिबाट चाहिँ मैले लगाउने कोसिस गरिरहेको छु भन्न मिलेन गाइज के गर्ने